मेरो नाम जितलाल तामाङ हो। म 12 वर्षको भएँ। मेरो घर सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर। म यो माइक्रो बसमा काम गर्न थालेको 4 महिना भयो। म बिहान 4 बजे उठ्छु। 4 बजे उठेपछि क्युमा लाइन बस्छु। कहिले क्युमा लाइनमा नबसिकन भागेर गएर जान्छु। 2-3 टिप गर्छ अनि यता स्कुल टिप जानुपर्छ 9 बजे। 9 बजे गएर त्यहाँ जान्छु। अनि यता बच्चाहरूसँग फेरि बच्चाहरूले लानुपर्छ लगेपछि अनि एक ट्रिप गऱ्यो अनि खाना खान्छु। फेरि स्कुल ट्रिप जानुपर्छ। स्कुल ट्रिप गएपछि फेरि आउँछ ट्रिप गर्छु। अनि हेर बेलुका भात खाने टाइम हुन्छ भात खान्छु। कहिले खानै मन लाग्दैन, कहिले घरको सम्झना आएर खानु मन लाग्दैन, कहिले भोकै सुत्छु। घरको अवस्था अलिक आर्थिक अवस्था अलिक कमजोर भएर साथीको लैजामा हिँडेर बिग्रियो भने मेरो परिवारमा आमा बुवा दाइ दिदी हुनुहुन्छ। गाउँमै किसानी खेती काम गर्नुहुन्छ। दाइ यहाँ पढ्दै हुनुहुन्छ, दिदी गाउँमा हुनुहुन्छ। मलाई परिवारको नेतृत्व लाग्छ। एउटा कोठा छ, म आफै हेर्नु बस्छु र त्यो म कोठाको भाडा आफै तिर्छु कमाएको पैसाले। कोठाको भाडा 600 छ। दिनमा 100 रुपियाँ दिन्छ खाना बेलुका, बिहान बेलुका खान्छ। 100 रुपियाँ आउँछ महिना 3025। मैले काम गरेको साउलाई दिएको छु र साउसँगै गर्थेँ। अहिलेसम्म लिएको नि छैन, साउले राखेको छ। शनिबारको 100-150 दिन्छ। गर्न त जे पनि गर्न सकिन्छ तर पैसा बिना केही पनि गर्न सकिन्न, त्यही जस्तो सोचिन्छ। म गाउँमा 5 कक्षामा पढ्थेँ। मैले पैसै अलिकति भएर स्कुल पढ्न पाइनँ, त्यस्तै लाग्छ। मलाई खास दुःख लागेको दिन यहाँ आएर मैले काम नपाएर यस्तो दुःख पाएको थिएँ कि। तर मलाई एउटा ड्राइभरले भन्यो तिमी कुनमा काम गर्छौ है, म गर्दिनँ। काम गर्न आउँछौ, आउँदिनँ। अनि हेर भन्यो म काम सिकाइदिन्छु, मैसँग बसेँ। अनि बसेँ त्यहाँबाट त्यहीँको खलासीले यताउति गर्दा गर्दै अर्को गाडी राखिदियो। र त्यही हो। यहाँ आउनुभन्दा अगाडि चाहिँ 1 दिन अगाडि अब यो 10 वर्ष पछाडि अब ड्राइभर बन्न इच्छा पनि छ र बन्न नि सक्छ। म गाडी खाना पनि यही गाडीले दिन्छ, लाउन पनि यही गाडीले दिन्छ। मेरो काकाको छोरा सानो कान्छा कुमार भन्ने थियो र साह्रै मिल्थ्यो। अहिले साह्रै सम्झना आउँछ र भेट्न जानु मन लाग्छ। तर के गर्नु, भेट्न जानु मन लागेर भेट्न पाउने होइन। भेट्न साह्रै मन लागिरहेछ, सम्झना नै आउँछ। सायद हेऱ्यो भने नि मैले बोलेको कुरा सत्य भनेर केही सोच्छ होला, उसले नि सायद मौका पायो भने भन्छ होला। त्यही हो। म गयो भने दसैँमा जान्छु होला, तिहारमा जान्छु होला, जान्छु जाँदिनँ त्यो कुरा अहिले सोचेको छैन।